नेपाल एक सुन्दर, सानो र प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो। नेपालको भौगोलिक स्थान दक्षिण एसियामा पर्छ। उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतसँग यसको सिमाना जोडिएको छ। नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराई मिलेर नेपाल बनेको छ। यहाँ विश्वकी अग्लो हिमाल सगरमाथा अवस्थित छ। यसैगरी लुम्बिनी बुद्धको जन्मभूमि भएकोले नेपाललाई विश्वभरमा विशेष मानिन्छ। नेपाल बहुजाति, बहुभाषा र बहुधर्मको देश हो। यहाँ विभिन्न जात जाति र धर्मावलम्बीहरू आपसी सद्भाव र भाइचारा सहित बसोबास गर्छन्। नेपालीको पहिचान अतिथि देवो भव मात्र मान्ने संस्कृतिले पनि चिनिन्छ। नेपालको मुख्य पेशा कृषिमा आधारित छ। अधिकांश मानिसहरू खेतीपाती गरेर जीवन निर्वाह गर्छन्। तर पर्यटन, व्यापार, शिक्षा र अन्य क्षेत्रमा पनि नेपाल क्रमशः विकास भइरहेको छ। यसरी हेर्दा नेपाल साँच्चीकै सुन्दर, गौरवमय र सम्भावनाले भरिपूर्ण राष्ट्र हो। हामी सबै मिलेर यसलाई अझ विकसित र समृद्ध बनाउन योगदान दिनुपर्छ।